सो हेलो गाइज, के छ खबर। आजको टपिक फेरि पनि लिएर आइसकेको छु, जुन कि टाइप 4 न्युमेरिकल हुनेछ र यो पनि इन्जिनियरिङ जियोलोजी फर्स्ट इयर फर्स्ट पार्टको छ। र यसलाई चाहिँ हामी मजाले सोल्भ गर्छौँ। यो 13वटा सिरिजमा यो चाहिँ 11 नम्बरमा छ र 2टा अझै भिडियो आउनेछ र त्यसपछि जियोलोजीको भिडियोहरू आउने छैन। न्युमेरिकलको त त्यतिकै हो, 2 मार्कको लागि। यो चाहिँ ए स्यान्ड स्टोन बेड हैज अ ट्रू डिप 30 डिग्री इन द डाइरेक्सन नर्थ 45 वेस्ट भन्न के खोजिरहेको छ। स्यान्ड स्टोन एउटा छ बेड रक, जसको चाहिँ ट्रू डिप कतातिर छ, ट्रू डिप एमाउन्ट कति छ 30 डिग्री छ। इन द डाइरेक्सन, ट्रू डिपको डाइरेक्सन भनेको डिप डाइरेक्सन भयो होइन। डिप डाइरेक्सन कतातिर छ, नर्थ 45 वेस्ट छ भनेको यो बनाइहाले। नर्थ 45 वेस्ट भनेको यतातिर हुनसक्छ होइन, यतातिर हुनसक्छ। यो चाहिँ नर्थ 45 वेस्ट यतातिर हुनसक्छ। ठिक छ। क्यालकुलेट द एपेरेन्ट डिप एमाउन्ट भनिरहेको छ। यहाँ के छ, क्यालकुलेट द एपेरेन्ट डिप एमाउन्ट इन द यो डाइरेक्सनमा छ। क्यालकुलेट द एपेरेन्ट डिप इन द नर्थ 50 डिग्री वेस्ट डाइरेक्सन होइन। एपेरेन्ट डिप एमाउन्ट हामीलाई सोधिरहेको छ भनेको यो चाहिँ के छ, एपेरेन्ट डिप डाइरेक्सन हामीलाई दिएको हुनुपर्छ होइन। ट्रू डिप हाम्रो कति भयो 30 डिग्री, डिप डाइरेक्सन कति छ हाम्रो 315 डिग्री। कसरी आयो डब्लुसिबीमा गर्ने, यो 45 डिग्री भनेको 360बाट 45 घटाइहाल्यो नि। यतातिर यो 45 डिग्री हुन्छ भने यो टोटल कति हुन्छ, 360बाट हामी 45 घटाउँछ भने टोटल कति आउँछ हाम्रो 360मा छ 45 गयो भने 315 आउँछ। यो चाहिँ के छ, डिप डाइरेक्सन भयो। यो चाहिँ डिप डाइरेक्सन छ। एपेरेन्ट डिप डाइरेक्सन कतातिर छ, नर्थ 50 वेस्ट छ भनेको यो 360बाट 50 घटायो भने 310 भइहाल्यो भनेको एपेरेन्ट डिप डाइरेक्सन हाम्रो यो भयो होइन। डिप डाइरेक्सन हाम्रो 315 डिग्री छ। ठिक छ। एपेरेन्ट डिप डाइरेक्सन हाम्रो 310 डिग्री छ होइन। र यो चाहिँ हाम्रो एपेरेन्ट डिप एमाउन्ट सोधिरहेको छ के, एपेरेन्ट डिप एमाउन्ट कति छ होइन। एपेरेन्ट डिप एमाउन्ट सोधिरहेको छ। क्वेसन फेरि पनि पढ्ने। स्यान्ड स्टोन बेड हैज अ ट्रू डिप 30 डिग्री इन द डाइरेक्सन। ट्रू डिप हाम्रो जुन डाइरेक्सन छ त्यो चाहिँ डिप डाइरेक्सन भयो, त्यो चाहिँ नर्थ 45 डिग्री वेस्ट भइहाल्यो होइन। र क्यालकुलेटेड एपेरेन्ट डिप इन द डाइरेक्सन भनेको नर्थ 50 वेस्टको डाइरेक्सनमा हाम्रो एपेरेन्ट डिप भनिरहेको छ भने एपेरेन्ट डिप एमाउन्ट भनिरहेको छ। अनि यो एमाउन्ट किन लेखेको छैन भने मान्छेलाई कन्फ्युज गर्नको लागि। क्यालकुलेट द एपेरेन्ट डिप एमाउन्ट इन द डाइरेक्सन नर्थ 50 डिग्री वेस्ट भनेको एपेरेन्ट डिप डाइरेक्सन हाम्रो नर्थ 50 वेस्ट भयो र एपेरेन्ट डिप एमाउन्ट हामीलाई सोधिरहेको छ। हामी त्यो कुरा हामी लेखिहाल्छौँ भनेको ट्रू डिप हाम्रो कति भयो भनेको 30 डिग्री भयो। डिप डाइरेक्सन हाम्रो कति भयो, नर्थ 45 वेस्ट भइहाल्यो भनेको 315 डिग्री भइहाल्यो डब्लुसिबीमा। यो कसरी आयो, यसरी गर्ने, यसरी छ। यो टोटल कति छ, 360बाट 45 घटाइदिने अनि यो कति आउँछ टोटल एङ्गल 315 डिग्री आउँछ। र यो चाहिँ नर्थ 50 डिग्री वेस्ट छ भने फेरि पनि एङ्गल यसरी बनाउने, यो चाहिँ 50 डिग्री हुन्छ भनेको यो कति छ टोटल, यो 50 घटाइदिने 360बाट भनेको होल सर्कल बेरिङमा चाहिँ हाम्रो कति हुन्छ 310 डिग्री भइहाल्छ। अब एपेरेन्ट डिप एमाउन्ट हामीलाई भनिरहेको छ इक्वल्स टु वाट। अब हाम्रो फर्मुला के थाहा छ भनेको स्ट्राइक भनेको के छ, डिप प्लस माइनस। डिप हाम्रो कति हुन्छ, डिप डाइरेक्सन हाम्रो त 315 छ, 315 प्लस माइनस 90 हुन्छ। एकचोटि टेकिङ पोजिटिभ गर्ने म डाइरेक्टै गरेँ। 315 भनेको डिप डाइरेक्सन प्लस 90 गर्दाखेरि हाम्रो 405 डिग्री आउँछ। र यो चाहिँ डिप डाइरेक्सन माइनस 90 गर्दाखेरि हाम्रो 225 आउँछ। ओके, अब 405 आउँछ भने हाम्रो कतातिर हुन्छ, यतातिर भइहाल्छ भनेको 360 त्यतातिर भयो, 360 एक चक्कर लगाउँदा भयो अनि यतातिर बढ्ने भयो भनेको हाम्रो कति छ 405 यतातिर आउँछ होइन। 405 यतातिर आउँछ भने 405 माइनस 360 गर्छौँ भने हाम्रो कति आउँछ भनेको 45 डिग्री आयो। ठिक छ। यो 45 डिग्री भयो, यो कतातिर हुन्छ नर्थ 45 इस्ट होइन। र यो चाहिँ 225 डिग्री आयो। स्ट्राइक 315 माइनस 90 गर्दाखेरि कति आउँछ 225 डिग्री आयो। यो चाहिँ होल सर्कल बेरिङमा आएको छ होइन। यो होल सर्कल बेरिङमा आएको छ 225। यो चाहिँ 225 कतातिर आएको छ होला, यो चाहिँ टोटल त 180 भइहाल्यो, यतातिर आउँछ यो 225 हुन्छ। यतातिर 45 डिग्री हुन्छ भने यतातिर पनि 45 डिग्री नै हुनुपर्ने हो होइन। किनकि यो एङ्गलले डिभाइड गर्दाखेरि यो एङ्गल डिभाइड गर्दाखेरि यो जति हुन्छ त्यति नै यो पनि हुन्छ हैन।
त्यही भएर यो चाहिँ 45 डिग्री हुन्छ भनेको साउथ 45 अनि वेस्ट हुन्छ, यो चाहिँ नर्थ 45 इस्ट हुन्छ। यहाँ अर्को चाहिँ लेखी पनि दिने, यो चाहिँ WCB मा छ, अर्को आउने चाहिँ त्यो चाहिँ के हुन्छ क्वाड्रेन्टल बेरिङ अथवा रिड्युस बेरिङ हुन्छ। हामीलाई अर्को फर्मुला पनि थाहा छ, tan एपरेन्ट डिप अमाउन्ट इक्वल्स टु tan ट्रु डिप अमाउन्ट इन्टु साइन स्ट्राइक माइनस एपरेन्ट डिप डाइरेक्सन हुन्छ नि, त्यो कुरा हामीलाई थाहा छ अलरेडी। अब यो चाहिँ के गर्छ हामी, tan एपरेन्ट डिप अमाउन्ट यो चाहिँ हामीलाई निकाल्नै भनिरहेको छ भने tan ट्रु डिप हाम्रो कति छ, tan 30 डिग्री, tan ट्रु डिप अलरेडी। स्ट्राइक कति भयो हाम्रो, स्ट्राइक हाम्रो 45 लियो हैन, यो चाहिँ माइनस गर्छु अनि -50 गर्यो हामी हैन, -50 गर्यो हामी, कहाँ गयो यो चाहिँ -50 भनेको के छ भने यो चाहिँ हाम्रो के छ, यतातिर 50 डिग्री वेस्टतिर छ हैन, राइटतिर हुन्थ्यो भने प्लस लेख्थ्यो, वेस्टतिर 50 छ भने हाम्रो के लेख्ने -50 लेख्ने। ओके, यो चाहिँ हाम्रो चाहिँ -50 लेखिदिने। यहाँ स्ट्राइक हाम्रो 45 डिग्री हुन्छ हैन, यो 45 डिग्री भयो स्ट्राइक 45 माइनस, अनि यो चाहिँ कता एंगल त हाम्रो कति भयो, एंगल टोटल कति हुन्छ, एंगल बिट्विन स्ट्राइक माइनस क्रस सेक्सन हुन्छ भने यतातिर एंगल टोटल एंगल भयो नि, बीचमा यो छ भने यो यसले केही मतलब पार्दैन, यो -50 छ हैन यतातिर, र यो चाहिँ कति छ 45 छ भने एंगल टोटल त हाम्रो त चाहिँ 50 र 45 जोडेर जुन एंगल हुन्छ त्यति हुन्छ नि, त यो चाहिँ यसरी चाहिँ एंगल हुन्छ, एंगल बिट्विन चाहिँ स्ट्राइक अनि क्रस सेक्सन भनेको कति भयो 45 माइनस -50 गर्दाखेरि हाम्रो कति आयो 95 आयो। त tan 30 अनि sin 95 भयो, अनि यो चाहिँ ट्रु डिप इक्वल्स टु हाम्रो कति हुन्छ tan 30 इन्टु sin 95 मल्टिप्लाई गर्दाखेरि कति हुन्छ 0.575 यति आउँछ भनेको। अब चाहिँ tan एपरेन्ट डिप अमाउन्ट भनेको यो tan इन्भर्स यतातिर जान्छ र यो 29.89 आयो, त यो 30 डिग्री हाम्रो के भयो आन्सर हुने हो। ठिकै छ, यो चाहिँ आन्सर हुने हो। यसको चाहिँ फिगर पनि बनाउनु पर्छ, एकछिन क्याल्कुलेटरमा पनि देखाइदिनु पर्यो, हैन भने मान्छे विश्वास नै गर्दैन। यति गरि नै दियो भने क्याल्कुलेटरमा त गरिदिनु पर्यो नि। हाम्रो कति छ tan 30 इन्टु tan 95, यो माथि हेरिरहेको होला, tan 30 इन्टु tan 95 यसको चाहिँ क्याल्कुलेटरमा हामी गर्छौँ। tan 30 इन्टु सबभन्दा पहिला त यो शिफ्ट मोड अनि यो डिग्रीमा लग्ने, रेडियनमा लग्यो भने प्रब्लम आउँछ। अब किन भनेको डिग्रीमा दिएको छ 30 डिग्री, रेडियनमा छैन, त यो चाहिँ मोड गरेर चाहिँ डिग्रीमा गयो क्याल्कुलेटर हैन, यो गरिहाल्ने हैन भने मिस्टेक आउँछ, सानो सानो गल्तीले ठुलो ठुलो मिस्टेक हुन्छ। अब sin tan 30 छ, ठीक छ, tan 30 इन्टु sin कति छ tan 30 इन्टु sin 95 कति आयो, जति आयो त्यति 0.575 आयो। अब शिफ्ट tan आन्सर जति आउँछ हाम्रो आन्सर आएको थियो त्यो गर्दाखेरि हाम्रो 29.9 आयो। हाम्रो यति त छ 29.9। अब 89 भए पनि अब यो 30 डिग्री भयो भनेको यो 30 डिग्री हुन्छ। हाम्रो डिप अमाउन्ट कति भयो 30 डिग्री भयो, डिप अमाउन्ट हाम्रो 30 डिग्री भयो। यो फिगर हेर्ने, यो फिगर चाहिँ हेर्नमा मजा आउँदैन, यो चाहिँ मैले फिगर चाहिँ बनाउँछु हातै लिएर। यो चाहिँ हाम्रो टोटल यो इस्टतिर भयो, यो वेस्टतिर छ, यो चाहिँ नर्थतिर छ, यो चाहिँ साउथतिर छ, यो चाहिँ यतातिर छ, ठीक छ। अब हाम्रो चाहिँ डिप डाइरेक्सन कतातिर छ हैन, यो क्वेशनमा चाहिँ दिएको होला पक्का पनि। ट्रु डिप अमाउन्ट हामी डिप अमाउन्ट त हामी लेख्न सक्दैनौँ किनकि इन्क्लाइनेसन हुन्छ। डिप डाइरेक्सन हाम्रो 315 छ, 315 छ भने कतातिर गयो 315 हाम्रो डिप डाइरेक्सन माथि छ, यहाँ क्यामेराको माथि 315 भनेको मानौ यतातिर 315 छ। यो त क्याल्कुलेटर त्यो के भन्छ प्रोट्र्याक्टरले नाप्ने, यो चाहिँ 315 हुन्छ, यो 3 1 5 315 ठीक छ, यो 315 डिग्री भयो है, 315 डिग्री छ। यतातिर छ यो के छ डिप डाइरेक्सन छ, डिप डाइरेक्सन छ कि नै
छ भनेको स्ट्राइक त यसकै प्लस माइनसमा हुन्छ, स्ट्राइक त यसकै प्लस माइनसमा हुन्छ पक्कै पनि। भनेको प्लस माइनस 90 डिग्री भने यतातिर पनि 90 डिग्री हुन्छ, यतातिर पनि 90 डिग्री हुन्छ। र यो एङ्गल कति हुन्छ, यो एङ्गल कति छ स्ट्राइकको, यो एङ्गल जति हुन्छ त्यतिकै यो एङ्गल पनि हुन्छ स्ट्राइकको हैन। यो एङ्गल र यो एङ्गल सेम छ। त स्ट्राइकको हामी निकालेको कति थियो, स्ट्राइक भनेको 45 डिग्री निकालेको छ, यानि कि यो 45 डिग्री हुन्छ, यो पनि 45 डिग्री नै हुन्छ टोटल एङ्गल हैन। र यो चाहिँ हाम्रो 315 डिग्री वाला छ हैन, 315 डिग्री वाला छ। ठीक छ, यो चाहिँ के छ हाम्रो डिप डाइरेक्सन छ, डिप डाइरेक्सन भयो हाम्रो, यो चाहिँ डिप डाइरेक्सन भयो हैन। अर्को चाहिँ मेरो के छ एपेरेन्ट डिप एमाउन्ट, एपेरेन्ट डिप एमाउन्ट, एपेरेन्ट डिप डाइरेक्सन हाम्रो कति छ नर्थ 50 वेस्ट भनेको 310 डिग्री छ भनेको 310 यतातिर पक्कै पनि आउँछ होला, अलि मात्र चेन्ज हुन्छ। यो चाहिँ टोटल हामी कुरा गर्छौँ भने यो टोटल भनेको यतातिर कति छ 310 छ। यो चाहिँ के भन्छ एपेरेन्ट डिप डाइरेक्सन लेखिहाल्ने, APPARENT एपेरेन्ट डिप डाइरेक्सन हैन। यो चाहिँ लेखिहाल्ने र यसको चाहिँ यतातिर दिन्छौँ भने 50 डिग्री हुन्छ हैन, यो टच गराइदिने। ठीक छ, हैन भने यसरी चाहिँ घुमाएर दिन्छौँ भने यो चाहिँ 310 डिग्री हुन्छ, 310 डिग्री हुन्छ। यो चाहिँ मिलाएर लेख्ने अनि यो चाहिँ हाम्रो यही कुरा छ, तल लेखिएको छ मजाले। एपेरेन्ट यो चाहिँ स्ट्राइक भइहाल्यो 45 डिग्री, यो पनि यतातिर स्ट्राइक छ, स्ट्राइककै डाइरेक्सन छ हैन। यो नर्थ साउथ इस्ट वेस्ट लेखिहाल्ने। यो चाहिँ के छ हाम्रो एपेरेन्ट डिप डाइरेक्सन नर्थ 50 वेस्ट भयो हैन। र यो चाहिँ नर्थ 45 वेस्ट भनेको डिप डाइरेक्सन भयो। र यो चाहिँ देखाइसकेपछि हाम्रो चाहिँ फिगर चाहिँ कम्प्लिट हुन्छ। फिगर डिप एन्ड स्ट्राइक भनेको डिप स्ट्राइक एन्ड एपेरेन्ट डिप डाइरेक्सन हाम्रो चाहिँ हुने भयो, यो चाहिँ हुने भयो। यो चाहिँ फिगर चाहिँ बनाउने राम्ररी अनि यो चाहिँ देखाइदिने। र आजको भिडियोमा चाहिँ यति नै। क्वेसन के थियो फेरि पनि हेरिहाल्यो एकचोटि। ठिकै छ, क्वेसन टाइप 4 थियो। स्यान्ड स्टोन बेड ट्रु डिप चाहिँ छ 30 डिग्री इन द डाइरेक्सन, ट्रु डिप दिएको छ, ट्रु डिपको डाइरेक्सनमा छ। ठीक छ, क्यालकुलेट द डिप, क्यालकुलेट द एपेरेन्ट डिप इन द डाइरेक्सन। ठीक छ, ठीक छ, एपेरेन्ट डिप डाइरेक्सन यो छ। एपेरेन्ट डिप एमाउन्ट हामीलाई निकाल्न भनिरहेको छ, हामी एपेरेन्ट डिप एमाउन्ट निकालेको पनि छौँ। लास्टमा एपेरेन्ट डिप एमाउन्ट 30 डिग्री आएको छ। ठीक छ, अब चाहिँ यो फिगर पनि ठिकै छ।